नेपालको सबैभन्दा होचो भूभाग झापा जिल्ला कचनकपुर गाउँपालिकामा अवस्थित हामी यहाँ अहिले यस ठाउँमा आएका छौँ। यस ठाउँमा कछुवाको ढाडमाथि एउटा स्तम्भ रहेको छ, जहाँ माथि कमलको फूल देख्न सकिन्छ। बडो सुन्दर ठाउँ भए तापनि यस ठाउँलाई विकास गरेर यसलाई सुन्दर पर्यटकीय स्थानका रूपमा बनाउन सकिने अवस्था रहेको छ। लगभग 2-2.5 बिघा जग्गामा यो फैलिएको यो स्थान सुन्दर रहेको छ। यहाँ विभिन्न स्थानहरूबाट यो ठाउँको अवलोकन गर्ने पनि आउने गर्नुहुन्छ। माछाको आकृतिमा यहाँ यो बनाइएको छ भने यो स्तम्भ यहाँ देख्न सकिन्छ। त्यसैगरी पर एउटा भवन बन्दै निर्माणाधीन अवस्थामा रहेको छ भने यहाँको बाटोको काम पनि चलिरहेको छ, हेर्न सक्नुहुनेछ।